आइपुग्यौँ। अब हामी भित्र पस्छौँ। ल फाइनली टिकट लिइसक्यौँ। अब हिँड्ने लिएर हामी भित्र छिर्छौँ। रिल्याक्स छैन, एस गर्दै हिँड्छु भन्न त्यहाँ रिल्याक्स छैन। म मिठाई खाएर इन्डियाबाट एकदम धेरै आयो घुम्न। हम किधर जा रहे हैं, किधर जा रहे हैं हम लोग, किसी को मालूम नहीं पड़ना चाहिए। हम किधर जा रहे हैं, हम किसी को मालूम नहीं पड़ना चाहिए। एकदम से सिक्रेट में जानु परेगा हमें। मेरो साथी अस्मिताको याद आयो यार। त्यो म आएको थिएँ एकचोटि यहाँ, दुईजना मात्रै लर भएर। अब हामी जङ्गलभित्र पस्छौँ। पुरो दसैँ एउटै हो, यताबाट गयो नि उता नि झर्छ नि त। त्यही छ है। अब हामी भित्र पस्यौँ। क्या है ये सब? क्यों यो यस्तो अँध्यारो? पानी रहेछ हौ। ए अँधो नि पानी चुहिरहेछ हौ। गर्मी महिनामा आयो भने ठिक होला जस्तो छ त्यहाँ। छैन घुम हेरेर हिँड है। घुमै हेर। यो त चमेली महेन्द्र गुफा यो। चमेली गुफा त उता हो। जानै मन लाग्दैन म त। चमेली बनाउँछ बेसी चटक चटक चटक। नदेऊ कति यो मान्छे टेकी यस्तो भएको होला है। कस्तो टाउको टाउको पानी चुहिएको। भूकम्प आउने बित्तिकै के बोली छ के बोली छ तातो भएको है पक्कै। कुन जाइको छ? सिद्धिविनायक मन्दिर बहिनीहरू तिमीले गुफाको मूल मन्दिर र जलकुण्ड छन् हेर्नुहोला। यो भाले पुष्प पानी बनाएर श्रावणी नदी बेलबहारी कतै सन्ति दर्शन गर्नु है। ध्यान दिनुपर्छ। अब हामी लाग्यौँ चमेरे गुफातर्फ। चमेरेको गु सुन्न। सबैजना मास्क लाएर हिँड्नुपर्छ। एउटा म मात्रै चाहिँ स्वतन्त्र पार्टी मास्कै लगाएको छैन। कस्तो लास्ट अँध्यारो हुन्छ त लाइट लिएर आएको छु त अँध्यारो हुन्छ कि लास्टै भित्र त। छिटो हिँड। मोबाइल सोबाइल पनि बालेर हिँड्न म त डर लाग्यो जानु। होइन चमेरालाई माथि बाल्नु हुन्न, तल बाल्न पाइयो नि त। धुने हामी चाहिँ लाइटसँग हिँड्यौँ। अब अघि बढौँ। टोलीहरू कोही छैन क्या अब मलाई सबैजना लडे केही भएन। हाम्रो साथी लड्नु भने अर्को पनि लाइट दिऊ भनेको मैले तिमीलाई। हिँड केही हुन उता एरो देखाएको छ त। भरे आउँदा चाहिँ अलिक उकालोमा गाह्रो हुन्छ। किन नसक्ने त? मलाई दोष नहान है। वाट ब्युटिफुल। यहीँबाट हो कि जाने? अरू आएन र देखाइदिन्छु कि छ रहेछ भित्र मान्छे छ भित्र। भाइ म पहिला जान्छु नि तिमी अब है। भित्र खुट्टाले हातले टेकेर झर है। लडेको समाधा मलाई अन्त त उता फर्केर निक्लेको हो कि। हाटेको है फिस्लिनु भएन है। ओ चमेरा हेर माथि। यही हो चमेरा, यही हो माथिको चमेरा। ल कति हो कति? साँच्चीकै चमेरा हो? कस्तो कुरा गरेको र होइन? पानी हो कि? समात त एकछिन
म उसको चाहिँ यो पनि सुन त ल तिमीमा मात्रै हिँड्नु होला कि पानी हो के खाना खानु मात्रै आयो होला कि ल ए कति हो कति चमेर त ओ चमेर त यति हो फेरि यहाँ हेर्न आउने यति हो यहाँदेखि त केही छैन कति धेरै है यति हो कहाँबाट आएर बस्यो होला है यो है चल्छ त अनि हो सबलाई भएर उडाइदिने अरे के हुन्छ होइन यहाँ हेर्न आएको कि यहाँ ढुङ्गा उठाएको छैन त नि यहीँबाट फर्किने हो कि यति हो त उल्टेर बस्दो रहेछ नि त चमेरको गु हेरेर आएर हामी त फ्ल्याट्टै फार्केर बसियो कस्तो लाग्यो थाकियो पसिना पनि आयो गर्मी भयो कस्तो गनाएको